आजको यो जापानिज खाना लभ र मनिताको तर्फबाट र हाम्रो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद छ लभ र मनितालाई, किनभने तिमीहरूले हामीलाई माया गरेर वास्ता गरेर एउटै परिवार सम्झेर पोखराको लेकसाइड भन्ने ठाउँमा ल्याएर हामीलाई जापानिज खाना खुवाएका छौ। जापानिज खाना मात्र होइन, त्यो सँगसँगै मिठो मिठो जुसहरू पनि। जापानिज खाना खाँदै हामी दुई परिवारको बिचमा धेरै बेरसम्म कुराकानी भयो। हामीले एकअर्कासँग आफ्नो कुराहरू बाँडचुँड गऱ्यौँ, दुःख सुखका कुराहरू गऱ्यौँ। सँगै बसेर जब हामी खानपिन गर्छौँ नि, यस्तो समय घरिघरि आउँदैन। तर आज हामी दुई परिवार लेक साइडमा आएर यसरी जापानिज खाना खान पाउँदा, एकअर्कासँग बातचित गर्न पाउँदा एकदमै खुसी लागिरहेको छ। र म फेरि पनि लभ र मनितालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यदि तपाईहरूलाई हाम्रो भ्लग भिडियो राम्रो लागेको छ भने कृपया हाम्रो च्यानल सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गरिदिनुहोस्। यदि सम्भव भए हाम्रो सब्सक्राइब 1000 बनाइदिनुहोस्। हामीलाई 1000 सब्सक्राइबको एकदमै आवश्यक छ। जापानिज खाना पनि मिठो र एकअर्कासँग कुराकानी गर्दा पनि मिठो। बेला बेलामा घुम्नुपर्छ आफ्नो परिवारसँग बाहिर। तपाईहरूलाई जापानिज खाना कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोस्।